मेरो ड्युटी चाहिँ यहाँ कार्कीनेता आउनु पर्यो। यो कार्कीनेताको गाउँ हो। मेरो गाडी चाहिँ यहाँ छ भने कार्कीनेताको स्वास्थ्य चौकी रहेछ यो माथिको भएको भवन। म कार्कीनेताको मेन बजारतिर जाँदैछु। हो र कहाँ खिच्ने है? फोटो खिचेर केमा पठाइदिउँ त? कार्कीनेता म चाहिँ अहिले यो कुस्माको माथि पर्वतको कार्कीनेता भन्ने ठाउँमा हो। यो ठाउँ चाहिँ सी लेभलबाट लगभग 1600 मिटर हाइटमा रहेछ। यति राम्रो सुन्दर एकदम राम्रो गाउँ। यो झ्यालीको एकदम टपमा भएको ठाउँ रहेछ। एकदम राम्रो सुन्दर क्लियर मौसम छ। राम्रो देखिरहेको छ आजको भ्यू चाहिँ। यो चाहिँ हामी अहिले बिल्कुल यो ठाउँको एकदम टपमा छ। यसको उतापट्टि चाहिँ पनि भिरालो ठाउँ नै छ, तलै छ, तर हामी टाढामा छौँ। यसको पछाडि अर्को साइडपट्टिको फाट र यो यतापट्टि त्यसरी अर्कोपट्टि यताउता चाहिँ देखेको पुरै भाग चाहिँ स्याङ्जा हो। यो चाहिँ स्याङ्जा र पर्वतको बिचमा पर्दो रहेछ। यो पहाड चाहिँ यता पुरै देखिएको यो चाहिँ स्याङ्जा। अघिको हाम्रो उतापट्टिको भाग चाहिँ कुसमा देखायो भने यो भाग चाहिँ स्याङ्जाको पहाडहरू देखिरहेको छ। यो यतापट्टि जङ्गल भएको, यतापट्टि गाउँहरू भएको छ। राम्रो रहेछ खासमा गाउँहरू। पहाडको बिचमा भएको गाउँहरू एकदम राम्रो हुन्छ। यहाँ चाहिँ पूजा रहेछ। हामी चाहिँ यो पूजा घरमा जान भएको। पूजामा गएर फर्किसक्यो। खतरा धारा रहेछ पहिलाको पहिलाको धारा। देवकी सुत गोविंद वासुदेव जगदपते जय तदेव कृष्ण रामहं शरणं गत। देवकी नंदन श्री कृष्ण भगवान को श्रीमद् हरिवंश महापुराण को भविष्य पर्व महिमा को कृष्ण तीर्थ चरित्र महिमा को देवकी नंदन भगवान को हम सब पाख्यान महिमा को आइए सामने से जाना